मत्स्य नारायण मन्दिर विष्णु भगवानको मत्स्य अवतारसँग सम्बन्धित छ। धार्मिक विश्वास अनुसार प्राचीन समयमा पृथ्वीमा ठूलो प्रलय आउन लागेको बेला भगवान विष्णुले माछाको रूप धारण गरी संसारलाई विनाशबाट जोगाउनु भएको भन्ने भनाइ छ। यही दिव्य अवतारलाई मत्स्य नारायण भनेर पूजा आज गरिन्छ। कथा अनुसार एक दिन राजा सत्यव्रतले नदीमा पूजा गरिरहेका बेला एउटा सानो माछा आफ्नो कौरुवामा भेटाए। माछाले राजासँग आफूलाई बचाइदिन अनुरोध गर्यो। राजाले दया गरी माछालाई सानो भाँडामा राखे, तर त्यो माछा दिनदिनै ठुलो हुँदै गयो। पछि ताल, नदी र समुद्रमा राख्दा पनि अझै त्यो विशाल भयो। तब राजाले यो साधारण माछा नभई भगवान विष्णुको अवतार भएको बुझ्नुभयो। भगवानले आउँदै गरेको प्रलयको सूचना दिँदै पृथ्वीमा जीवजन्तु, बिउ बिजन र वेदहरू सुरक्षित राख्न आदेश दिनुभयो। पछि प्रलय आयो र भगवान मत्स्य नारायणले सबैलाई सुरक्षित स्थानमा पुर्याउनु भयो। यसरी संसारको रक्षा भएको धार्मिक विश्वास छ।